हजुरलाई आज म घरमै सजिलैसँगले पोलेको लोकल कुखुराको भाले र पोलेको गुलभेडाको पिरो अचार बनाएर देखाउँदैछु। यो अचार एकदमै फरक तरिकाले मैले देखाउँदैछु है। खुर्सानी चाहिँ यो पिरोवाला 4वटा जति 4-5वटा रातो पाकेको गुलभेडा लिनुहोला र लोकल कुखुराको चाहिँ मैले यसरी बोनलेस मासु लिएकी छु 300 ग्राम। त्यसमा रातो धुलो खुर्सानी पिरो बनाउनको लागि 1 चम्चा, नुन 1 चम्चा र बेसार आधा चम्चा राखेँ र यसलाई अझ टेस्टी बनाउनको लागि तोरीको तेल चाहिँ 3-4 चम्चा राखेँ र त्यसपछि कागतीको रस चाहिँ राख्दैछु, एउटा सिङ्गे कागतीको रस। यो चाहिँ लोकल कुखुराको भालेको अचार भएकोले चाहिँ हामीले यसलाई सुरुमा म्यारिनेट गरेर राख्छौँ है, 1 घन्टा जति मजाले मिक्स गरेर 1 घन्टा यत्तिकै राख्नु होला है। यो कागती र तोरीको तेलले यसको टेस्ट अझै बढाउँछ अचारको है। त्यसपछि हामीलाई चाहिन्छ एउटा ठुलो काटेको प्याज, अझै हामीलाई कागती चाहिन्छ, साथसाथै लसुन अदुवाको पेस्ट चाहिँ 3 चम्चा जति चाहिन्छ। टिमुर लिएँ मैले 6-7वटा, धनियाँ 1 चम्चा र जिराको दानाहरू आधा चम्चा लिएँ। साथसाथै भुटेको यो तिल चाहिँ 1 चम्चा जति र भुटेको तोरीको तेल 3-4 चम्चा चाहिन्छ। साथसाथै यसरी गुलभेडालाई थोरै तेलमा यसरी मैले गरेँ। यसो गऱ्यौँ भने त बाहिरको कभर धेरै डढ्दैन। यसलाई पोल्नको लागि एउटा झिरमा उन्दैछु है। तिल चाहिँ राखे पनि हुन्छ, नराखे पनि हुन्छ, हजुरहरूको चोइस हो, तर राख्यो भनेदेखि चाहिँ मिठो हुन्छ है। फुटेर यत्तिकै राख्ने हो, पिसेर चाहिँ होइन। र त्यसपछि प्यानमा चाहिँ अब यो मरमसलाहरू मैले मजाले रोस्ट गर्दैछु। प्यान राम्ररी तातेपछि जिरा, टिमुर, धनियाँ र रातो पिरोवाला खुर्सानी 4वटा जति राखेँ र त्यसपछि मजाले यसलाई रोस्ट गर्नुपर्छ हामीले है। खानालाई चाहिँ जति पेसेन्सले बनायौँ, जति समय दिएर बनायौँ त्यति नै मिठोसँगले तयार हुन्छ है। यो अचार हजुरहरूले खाना, रोटी, नान, परोठा जेसँग खानुभए पनि हुन्छ। र साथसाथै हजुरहरूले मेरो च्यानल अमरपन्ची फुडवाला सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला र भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला है त। यसलाई एकैछिन सेलाउन दिनु होला यसरी है। र एकैछिन सेलाइसकेपछि 1-2 मिनटपछि चाहिँ यसरी लस पिस्दैछु मैले खलमा। हजुरहरूले मिक्सरमा पिस्नु भए पनि हुन्छ है। र अलिकति सेलाइसकेपछि क्रन्ची बन्छ अचार, यो मसला चाहिँ, त्यही भएर पिस्न सजिलो हुन्छ है। यसरी खलमा पिसेर भुटेर खलमा पिसेको मसला अति नै मिठो हुन्छ है। त्यसपछि यो अघि म्यारिनेट गरेको चिकनलाई चाहिँ मैले थोरै बेर प्यानमा पकाउँदैछु है। यो किन यस्तो गरेको भन्दाखेरि यो लोकल कुखुराको मासु पाक्न अलिकति चाहिँ हामीलाई लामो समय लाग्छ। यसलाई चाहिँ हामी 50% मात्रै पकाउँछौँ सुरुमा है। 50% चाहिँ पोलेरै पकाउँछौँ। यसलाई बिस्तारै हल्कासँगले पकाउँदै जानु होला। हेर्नुहोस् त, यसरी पुरै चाहिँ पाक्न नदिनु है त। 1-2 मिनट पकाएर यसरी यसको पानी जम्मै सुकेर जे होस् यो मसला चाहिँ छ नि यो मासुमा पुरै लागिसकेपछि अनि मजाले पोल्ने हो यो लोकल कुखुराको भालेको चाहिँ मासु। त्यसपछि चाहिँ यसरी गोलभेडालाई पोल्दैछु। गोलभेडा हजुरहरूले सधैँ अचारको लागि रातो पाकेको वाला नै लिनु होला। यसरी सानो सानो साइजको गोलभेडा एकदमै मिठो बनाउँछ है। हेर्नुहोस् त। र कागती चाहिँ नछुटाउनु होला है त। यो अचारको लागि चाहिँ मेन चाहिने भने कागती नै हो। र त्यसपछि झिरमा उनी मैले अघि जुन हामीले फ्राई गरेको मासु छ नि लोकल कुखुराको भालेको, यो चाहिँ अब 50% अघि पाक्यो, 50% यसरी मजाले आगोमा पकाउने हो। मेरो घरमा चाहिँ त्यो बार्बिक्यू मेसिनहरू छैन, त्यही भएर म चाहिँ यसरी नै पकाउँछु। एकदमै टेस्ट मिठो आउँछ यसरी पोलेर पकायौँ भने पनि है। हेर्नुहोस् त। र अर्को भिडियो हजुरहरूले केही हेर्न चाहनुहुन्छ भनेदेखि कमेन्ट सेक्सनमा कमेन्ट पनि गर्न सक्नुहुन्छ। हेर्नुहोस् त, वाउ क्या मजासँगले रेडी भइसकेको छ है। हेर्नुहोस् त। र अब चाहिँ म अचार मोल्दैछु है। सुरुमा यसरी मैले पोलेको कुखुराको मासु राखेँ, लोकल भालेको कुखुराको मासु। त्यसपछि चाहिन्छ प्याज, गोलभेडा पोलेको वाला नै र साथसाथै लसुन अदुवाको पेस्ट राखेँ 3 चम्चा जति। यो चाहिँ पुरै पेस्ट बनाइराख्नु पर्दैन, हल्का थिचेको मात्रै भए पनि हुन्छ। अघि खलमा पिसेको मसला, साथसाथै भुटेको तिल र यसरी कागती पनि राख्दैछु। कागतीले एकदमै टेस्ट बढाउँछ है, कागती चाहिँ नछुटाउनु होला। र तोरीको तेल मेन चाहिँ है।
यसरी भुटेको तोरीको तेल राख्ने 3-4 चम्चा अति मिठो हुन्छ र हातले नै मोल्नु होला। हात राम्ररी सफासँगले साबुन पानीले धुनुहोस् र यो अचार चाहिँ हातैले मोल्दा एकदमै मिठो हुन्छ। मलाई चाहिँ चिउरासँग एकदमै मिठो लाग्छ यो अचार है। यो लोकल भालेको भएर एकदमै राम्रो चाहिँ स्मेल पनि आइसकेको छ। आजको रेसिपी हजुरहरूलाई कस्तो लाग्यो म सर्भ गरेर पनि देखाउँछु र टेस्ट गरेर पनि देखाउँछु है त। र भिडियो मन पर्यो भने लाइक कमेन्ट र सेयर गर्नुहोला। साथसाथै मेरो च्यानल अमरपन्ची फुडवाला सब्सक्राइब पनि गर्नुहोला। थोरै नुन पनि थपेँ मैले। नुन खुर्सानी आफ्नो टेस्ट अनुसार राख्न सक्नुहुन्छ। अझ अकबरे त्यो पिरोवाला छ नि डल्ले खुर्सानी राख्नुभयो भने अझै मिठो हुन्छ है। ल मैले सर्भ गर्दैछु है त। हेर्नुहोस् त कस्तो खाउँ लाग्दो तरिकाले रेडी भइसकेको छ। मेरो मुखबाट चाहिँ पानी आइसक्यो। वाउ। र म टेस्ट गर्दैछु है त कस्तो बन्यो भनेर। वाउ। हेर्नुहोस् त एकदमै स्पाइसी बनेको छ। थ्याङ्क यू सो मच। ह्याप्पी कुकिङ।